कार्यक्रम सुचारू गौरीशङ्कर गाउँपालिकाको प्रथम अध्यक्षका सभापति महोदय, अतिथिज्यू, सम्माननीय आमा बुवा, आदरणीय दाजुभाइ अनि प्यारा भाइ बहिनीहरू, मेरो नमस्कार दिन्छ। सबैभन्दा पहिला म गौरीशङ्कर पासी आमा बुवाहरूसँग क्षमा प्रार्थी छु, किनभने चुनावको निर्वाचित भए लगत्तै म तपाईँहरूको घर आँगनमा तपाईँहरूका गुनासा र तपाईँहरूसँग भेट गर्न आउनेछु भनेको थिएँ। समयको पाबन्दीले मैले त्यो सकेको छैन, किनभने म संसदीय अभ्यासमा पहिलो पटक थियो। म निर्वाचन भएपछि लगभग 10-15 दिन जिल्लामै सबैलाई धन्यवाद दिँदै अगाडि बढ्छु भन्ने मैले सम्झेको थिएँ। निर्वाचन पश्चात तुरुन्तै मलाई काठमाडौँमा शपथको लागि बोलाइए पछाडि सदन चल्न सुरु भयो। मैले त्यो धन्यवाद दिन पनि पाएको थिएन। यस कार्यक्रमले त्यो अवसर पनि जुटाइदिएको छ। फेरि पनि गौरीशङ्कर पासीलाई धेरै मत प्रदान गरिदिएर निर्वाचित गराइदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। म निर्वाचित भए पछाडि पहिलो पटक यस स्टेजमा आएर फेरि तपाईँहरूसँग केही कुराहरू, मनका कुराहरू बोल्ने अवसर प्राप्त गरेको छु। मैले त्यो प्राप्त गर्दै गर्दा केही न केही कुरा त बोल्नै पर्छ, किनभने चुनाव अगाडि पनि धेरै ग्रुप जम्मा नगरेर भयो भने हाम्रा शुभचिन्तक साथीहरूलाई मैले केही कुरा त बोलेको छु। त्यो बोलेका कुराहरूबाट आज पनि पछि हटेको छैन र मैले बिर्सिएको छैन। दोलखामा विकासका काम कहीँबाट सुरु हुन्छ भने गौरीशङ्करबाट सुरु हुन्छ भनेर मैले त्यतिखेर पनि बोलेको छु। त्यो कुराहरू मैले काठमाडौँमा गएपछि सचिवालय बनाइसकेपछि डायरीमा मैले लेखेको छु। मैले कुन कुन काम कहाँबाट गर्नुपर्छ भनेर मैले लेखेको छु, तयार गरेको छु। गौरीशङ्करमा के गर्नुपर्छ भनेर मैले घुम्दै गर्दाको अवस्थामा पनि देखेको छु। मैले ती कुराहरूलाई मैले संसद, सदन र सम्बन्धित निकायमा लगेर तपाईँहरू समक्ष तपाईँहरूबाट लगेका गुनासाहरू पुर्याउन म तयार भएर अगाडि बढेको छु। यसो भन्दै गर्दा धेरै ठाउँमा हाम्रा साथीहरूले लगायत अरूले पनि पुराना दलहरूलाई यसरी गाली गरेर उहाँहरूले गर्नु भएन, आज हामी गर्नको लागि अगाडि आएका हौँ भनेर बेसरी गाली गरेको पनि मैले तत्त ठाउँमा देखेको छु। यो परम्परा हामीसँगबाट हट्नुपर्छ, किनभने हिजोका दिनमा ती दलहरूले पनि नगरेरै आज हामीलाई मतदान दिएको होइन। म तपाईँलाई स्पष्ट भनिदिँदैछु आज तपाईँहरूलाई, किन हो भने एउटा समय आउँछ। हिजोका दलहरूले राणा शासनसँग लड्ने एउटा लक्ष्य राख्नु भएको थियो, राणा शासन ढलाउनु भयो। पञ्चायत ढल्नुपर्छ भनेर पञ्चायत ढलाउन लाग्नु भएको थियो, त्यो ढलाउनु भयो। अन्तिममा मैले पनि अलिकति भोगेको त के थियो भने अब गणतन्त्र ल्याउनुपर्छ, जनताले यो देशमा शासन गर्नुपर्छ भनेर एउटा लक्ष्य राख्नु भएको थियो। ती सबै दलले आफ्नो आफ्नो लक्ष्यमा ती लक्ष्य मात्रै थियो ताकि त्यहाँनिर युवालाई यो देशमा स्वरोजगार र यो देशमा विकासले छलाङ मार्नुपर्छ भन्ने उहाँहरूको डायरीमा थिएन। उहाँहरूले सोचेको कुरा पुरा गरिसक्नु भएको छ। उहाँहरूले स्थापित गरिदिएको ठाउँमा आज हामी विकासका कुरा र रोजगारका कुराहरू लिएर यो पुस्ताको लागि लडाइँ लडिरहेका छौँ। उहाँहरूले हिजो त्यो अवस्था थियो, त्यही पुस्ताको लागि तिनै कुराको लागि लडाइँ लड्नु परेको थियो। आज तिनै पार्टीमा भएका तत्त व्यक्तिहरूले गर्दा आज ती पार्टीहरू बदनाम भए र उहाँहरूको त्यो डायरीमा रहेन कि हामीले सोचेका लक्ष्यहरू यी मात्रै हुन्, यो युवाको स्वरोजगार, युवालाई रोजगारी र विकास भन्ने उहाँहरूले सोच्न सक्नु भएन। आज हामीले कल्पना गरेका कुराहरू यो देशमा युवालाई यही स्थापित गर्नुपर्छ, विकासलाई चरम गतिमा पुर्याउनुपर्छ, अर्थतन्त्रलाई बेसरी उचाल्नुपर्छ भनेर हामीले कल्पना गर्दै गर्दा 15-20 वर्षको पिरियडमा हामीले आज कल्पना गरेका कुराहरू पुरा गर्नेछौँ। त्यो पुरा गर्दै गर्दा दोस्रो त्यस पछाडिको पुस्ताले फेरि हामीले राम्रोसँग रोजगार त पाएकै छौँ नि, विकास भोग गर्न पाएकै छौँ नि। विदेशीहरू कहाँ पुगिसके, अन्तरिक्षहरू घुम्न लागिसके, विज्ञानमा हामी पछि परिसक्यौँ भनेर त्यतिखेर कल्पना गर्न अर्को पुस्ता तयार हुन्छ ताकि हामीले ती कुराहरू पुरा गर्न सकेनौँ भने। त्यस कारणले यो समयको माग अनुसार, पुस्ता अनुसार हामी परिवर्तन भएर जानै पर्छ। कहीँ कतै तपाईँहरूलाई लाग्छ होला हिजोमा हामी ती दलमा थियौँ, दल परिवर्तन भयौँ, भोट परिवर्तन गऱ्यौँ। कहीँ तपाईँहरूलाई ती कुराहरू कहीँ तुकमा गर्नु पर्दैन, किनभने हामी पुस्तान्तरमा पुस्ताले चाहेका कुराहरू पुरा गर्नको लागि हामी अगाडि बढ्नुपर्छ। त्यो बढ्दै गर्दा आज राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशमा राज्य सत्ता चलाइराखेकै छ, तपाईँहरू हेर्नु भएको छ। अब हामीले पुरा गर्नुपर्ने, हामीले कल्पना गरेका र हामीले राखेका लक्ष्यहरू पुरा गर्नलाई
तत्पर भएर हामी सबैजना इमान्दारिताका साथ अगाडि बढ्नु पर्ने। काहीँ कसैले इमान्दारिता गुमाइदिँदै गर्दाखेरिको अवस्थामा आज हामीले देख्यौँ ती दलहरू, पार्टीले गाली खाएका, व्यक्तिहरूले गाली खाएका, ती व्यक्तिले गरेका गल्तीहरूले गर्दा आज उहाँहरू परास्त भएर पछाडि हट्नु परेको अवस्था छ। अब हामी राष्ट्रिय स्वतन्त्र पार्टीबाट अगाडि बढ्दै गर्दा एउटा सदस्यलाई पनि त्यो छुट छैन। हामी इमान्दार भएर अगाडि बढ्नै पर्छ। अगाडि बढेनौँ भने हामी हाम्रो लक्ष्यमा पुग्न सक्दैनौँ। लक्ष्यमा पुग्न सकेनौँ भने तपाईँले अनि हामीले बाँडेका अबको दोस्रो पुस्तालाई हामी राम्रो गर्छौँ भनेर अगाडि बढ्दै गर्दा ती लक्ष्यहरू पुरा हुन सक्दैनन्। त्यस कारणले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य शुभचिन्तकहरू हरेकजना अरू भित्रिँदै गरेका साथीहरू पनि इमान्दारिताका साथ अगाडि बढ्ने यसै मनबाट फेरि पनि एकचोटि अनुरोध गरेको छु। दोलखामा हामीलाई पत्याउनु भएको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनाव जित्छ र नपत्याएको, किनभने हामीसँग सदस्यको पार्टीकै सदस्यकै सङ्ख्या त कति थियो र हामीसँग भन्दा त उहाँहरू चाहिँ बढी थियो। सदस्यले चुनाव जित्ने अवस्था भएको भए यसको अर्थ के हो भने कहीँ कतै कुनै तपाईँको टोल छ छिमेकमा पनि हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएनौँ, अर्थात् चाहिँ म अर्को पार्टीमा थिएँ, मत त दिएँ, उहाँलाई थाहा भएन। आज मेरा गुनासाहरू उहाँहरूसम्म पुर्याउन मलाई अप्ठ्यारो फिल भइरहेको छ भने कतै अरूलाई लागेको छ भने कसले मत हाल्नुभयो हामीलाई थाहा छैन। सबैजनाले गुनासो लिएर आउने ठाउँ म जनप्रतिनिधि लिएर आउन खुल्ला ढोका छ। र तपाईँले राष्ट्रिय स्वतन्त्र भोट हालेको छैन भनेर गर्व ल्याएर मलाई भन्नुभयो भने पनि तपाईँको समस्या सबैभन्दा पहिला सुन्न तयार भएर अगाडि लागेको छ। यसमा कुनै समस्या छैन। जनप्रतिनिधि भनेको सबैजनाको हो, दल विशेष हुँदैन। म अस्तिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको बेसरी वकालत गरेर भाषण गर्दै थिएँ भने आज अब यो देशको विषयमा वकालत गरेर, यो दोलखाको समग्र नागरिकको विषयमा वकालत गरेर अगाडि बढ्नै पर्छ। किनभने म दोलखाले नागरिक जनप्रतिनिधि हो। तपाईँहरूलाई आज कतै यो सुकुम्बासी बस्तीको विषयमा लिएर अरू दलका साथीहरूले काहीँ कतै भन्दै गर्दा कतै पेचिलो त लागिरहेकै होला। इतिहास हेर्नुपर्छ, अरू देशमा पनि हेर्नुपर्छ। कहिलेकाहीँ त्यो मात्रै नभएर हाम्रो सभापतिज्यूले अस्ति भन्नुभएको थियो यो वर्ष किल निकाल्ने वर्ष हो, कतै दुख्न सक्छ, तर निकालिसके पछाडि सधैँको लागि निको भएर जान्छ भनेको तपाईँहरूले सुन्नुभएको होला। ती सुकुम्बासीका घर भत्किँदै गर्दा साँच्चैका सुकुम्बासीका घर, तर राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्बासीहरू को हुनुहुन्छ भनेर माग्दै गर्दा खासै सुकुम्बासीहरू हुँदो रहेछ। नेपालको कानुनले भनेको छ नागरिक यो देशको नागरिक छ भने घाँस कपासको व्यवस्था राज्यले गर्नुपर्छ भनेर भनेको छ। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी पछाडि हटेको छैन। जो सुकुम्बासी हुनुहुन्छ उहाँलाई स्थापित गर्छौँ भनेर आज भन्दै गर्दा पनि विभिन्न दलका साथीहरूले हामीलाई आरोप प्रत्यारोप त लगाइराख्नु भएकै छ। हामी सुकुम्बासीलाई त्यहाँबाट हटाएर सडक छाप बनाउने हाम्रो प्लानिङ होइन। सुकुम्बासीबाट उठाएर उहाँलाई घरको व्यवस्था, रोजगारको व्यवस्था हामीले गर्ने प्लानिङमा छौँ। त्यस कारणले तपाईँहरूलाई कतै ती कुराहरूले घोचेको छ, नराम्रो लागेको छ भने तपाईँहरू स्पष्ट हुनुहोस्। 6-8 महिना 2-4 महिना अहिले पनि लगेर उहाँहरूलाई हामीले त्यसरी सडक छाप बनाएर राखेको छैन। लगेर ठाउँमा उहाँहरूको त्यो ठाउँभन्दा राम्रो ठाउँमै लगेर राखेका छौँ। साँच्चीकै सुकुम्बासीहरूलाई राम्रो ठाउँमा राखेका छौँ र धेरै जस्तो त आफ्नो सबै कुरा सम्पन्न भएका व्यक्तिहरूले राज्यको स्रोत कब्जा गरेर बस्नु भएको रहेछ भने तपाईँ हामीले देख्यौँ। जो त्यसैको नाममा सबैले राजनीति गर्नुभयो। सुकुम्बासीका कुरा सधैँ उठाउनु भयो, सुकुम्बासी हटाउनु पर्छ भन्नुभयो, राजनीतिक मात्र गर्नुभयो। हामीले चाहेको राजनीतिक मात्र होइन, यो देशमा एकचोटि सुशासन पनि चाहिन्छ। सबैले समान तरिकाले बाँच्न पाउनुपर्छ भनेर हामीले लागिरहँदाखेरि आज सुकुम्बासीहरूलाई हटाउँदै गर्दाखेरि सुकुम्बासीलाई हटाएका थिएनौँ हामीले। त्यो हटाउँदै गर्दा आज हामीले गाली पाइरहेका छौँ। यो 2-4 महिना 6 महिनामा व्यवस्थापन हुन्छ। त्यस पछाडि हामीलाई गाली गर्ने साथीहरूले पनि यो राम्रै भएको रहेछ र ठम्ब्याउनुहुन्छ भन्ने हामीले सम्झेका छौँ। कुनै पनि कुरा लाग्ने बित्तिकै सफल त हुँदैन। उहाँहरूलाई हामीले लाने बित्तिकै तँलाई यो गर भनेर दिन सक्ने अवस्था होइन, तर दिन सक्छौँ। जो वास्तविक सुकुम्बासी बनेर हामीले डाटा लिएका छौँ। वास्तविक सुकुम्बासी यो देशको नागरिक को हुनुहुन्छ भनेर हामीले डाटा लिएका छौँ। उहाँलाई व्यवस्थापन हुन्छ। तपाईँलाई देख्नुभयो होला घर बनाइएको छ, अर्को व्यक्तिलाई भाडामा दिएर भाडा मात्रै उठाएर खाइएको छ।
त्यो गर्न त पाइँदैन। राज्यको सम्पत्ति दोहन गर्न त पाइँदैन। कसैले तपाईँहरूलाई त्यो भन्दै गर्दा तपाईँहरूले राम्रोसँग जवाफ दिन सक्नुहुन्छ। हामीले सुकुम्बासीलाई सडक छाप बनाएका छैनौँ, उहाँहरूलाई चाहिँ व्यवस्थित बनाउन मात्रै खोजेका हौँ भनेर तपाईँहरूले प्रश्नको एन्सर दिन सक्नुहुनेछ। आज दोलखामा पनि सिडिओ कार्यालयमा परिपत्र गरिसकेको छ। यो दोलखालाई मात्र होइन 77 जिल्लामा परिपत्र गरिसकेको छ। यी कुराहरूमा केही न केही कुराहरू त राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हाल्न गलत गर्यो भनेर भन्नेहरू पनि नआउने तपाईँहरूको अगाडि आउन सक्नुहुन्छ। हामीले देखेका छौँ आज पनि दोलखामा सार्वजनिक जग्गामा बस्नेहरू अधिकांश होइन सम्पूर्ण साथीहरू कोही पनि सुकुम्बासी हुनुहुन्न। हामीलाई थाहा छ सार्वजनिक सम्पत्तिमा बसेकै हुनुहुन्छ। उहाँहरूको घर बासै छैन भने यो स्टेजबाट फेरि पनि भनेको छु, दोलखामा पनि त्यस्तो सुकुम्बासी हुनुहुन्छ भने हामी समक्ष ल्याएर तपाईँहरू निवेदन दर्ता गर्नुहोस् र त्यो निवेदन म सम्बन्धित निकायमा पुर्याउने जिम्मा म लिन्छु र तपाईँहरूको सुकुम्बासीबाटको समस्या हामी हटाउन तयार छौँ। तर राज्यको सम्पत्ति दोहन गरेर मेरो हो भनेर बस्न चाहिँ हामीले सम्पूर्ण ठाउँमा यसरी नै जानकारी गरेका छौँ। आज तपाईँहरूले देख्नु भएको छ म आफ्नो तर्फबाट दोलखा जिल्लाको निम्ति लागिराखेकै छु। मैले सदनमा पनि एकले टाइम पाउँदा केही कुराहरू उठाएको छु। त्यो विषयमा तल कमेन्ट आएको थियो दोलखामा समस्या त्यति मात्रै रहेछ कि क्या हो भनेर। जम्मा मैले सदनमा 1 मिनेट टाइम पाएको थिएँ। 1 मिनेट टाइममा म कति धेरै कुरा उठाउन सक्छु र भोलिका दिनमा अलिक धेरै समय मैले फेरि पनि पाउनेछु। त्यो समय पाउँदै गर्दाखेरि मैले दोलखाका अलिक धेरै समस्याहरू समेटेर त्यहाँ फेरि पनि बोल्नेछु। त्यही लापिलाङको विषयमा मात्रै मैले किन 1 मिनेट टाइम बोलेको थियो भने बर्खा लाग्न लागिसक्यो, सुरक्षित अवतरण केही न केही सुरक्षाको प्रत्याभूति दिन सकिन्छ कि भनेर मात्रै बोलेको, नत्र त्योभन्दा अरू धेरै स्थायी रूपमा गर्नुपर्ने समस्याहरू पनि छन्। स्थायी रूपमा समाधान गर्नुपर्ने समस्याहरू मैले त्यो पनि देखेको छु। त्यस कारणले साथीहरू तपाईँहरू सङ्गठनमा लाग्नुहोस्। अब स्थानीय निर्वाचन आउँदैछ, तपाईँहरू सङ्गठन गर्दै गर्नुहोस्। तपाईँहरू स्थानीय निर्वाचनमा उठ्दै गर्दाखेरि जिताउने जिम्मा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले लिन्छ, यो राज्य सत्ताले लिन्छ। हामी त्यो काम र कर्ममा एकदम विश्वासका साथ अगाडि बढ्छौँ भनेर आज पनि तपाईँहरूको अगाडि हामीले एकदमै प्रमाण पेश गरेका छौँ। केही कुराहरू तपाईँहरूलाई जिताउनको लागि हामी एकदमै दृढ भएर लाग्ने नै छौँ। हामी चाहिँ जनप्रतिनिधि भए बापत हामी देशलाई नै अब पार्टीलाई मात्रै होइन देशलाई नै उचाल्छौँ भनेर अगाडि बढ्छौँ। हामी देशलाई उचाल्नको लागि स्थानीय सरकार पनि केही हाम्रो हातमा नभए हामीले काम गर्न सक्दैनौँ भन्ने हामीले ठम्ब्याइसकेका छौँ। स्थानीय सरकार बलियो बनाउनको लागि, स्थानीय सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा ल्याउनको लागि एकचोटि आम नागरिक शुभेच्छुक शुभचिन्तकहरू लागिदिनुहोस्। राज्य स्तरबाट गर्नुपर्ने कामहरूमा हामी तदारुकताका साथ अगाडि लाग्ने नै छौँ। स्थानीय सरकार तपाईँहरू भइसकेपछि इमान्दारिताका साथ फेरि तपाईँहरूले पनि काम गरिदिनुहुनेछ र हाम्रो लक्ष्यमा पुग्नलाई अत्यन्तै सजिलो हुनेछ। आज हाम्रो पार्टी सभाले त्यत्रो धेरै अन्याय, दुःख र त्याग सबै कुरा देख्नु भएको होला। अन्यायमा पनि ठुलो अन्यायमा पर्नुभयो, दुःख पनि ठुलो दुःख भुमैबाट निस्केर आउनुभयो र त्याग कत्रो त्याग गर्नुभयो भने तपाईँ यो देशको प्रधानमन्त्री चलाउन सक्नुहुन्छ। आएर चलाउनुहोस् भनेर आफूसँग भएको चिज सुम्पिएर यो देशको निम्ति आफू चुप्प लागेर बस्नुभयो। कति ठाउँ त्याग गर्नुपर्ने हुन्छ, कति ठाउँ अगाडि बढ्नुपर्ने हुन्छ, कुन ठाउँ के हो भनेर हामी मानव भइसकेपछि छुट्याएर त अगाडि बढ्नै पर्छ। त्यस कारणले साथीहरू आफूले सकेका ठाउँहरूमा काहीँ त्याग गर्नुहोस्, काहीँ अगाडि बढ्नुहोस्। तपाईँले के गर्न सक्नुहुन्छ त्यो तपाईँले गर्न सक्ने कुरामा तपाईँको परिवार नबिग्रियोस्, तपाईँको छिमेक नबिग्रियोस्, त्यो अनुसारले अगाडि बढ्नुहोस्। म तपाईँहरूसँगै छु। तपाईँहरूले गरेका हरेक राम्रा कुराको पक्षमा म सधैँभरि तपाईँको लागि म खम्बा भनेर उभिने नै छु। त्यस कारणले ढुक्क साथ हिजो कोही नहुँदा गौरीशङ्कर ढुक्क साथ हिँडेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका 20-30 जना मात्रै हुँदाखेरि ढुक्क साथ हिँडेको थियो। अब अझै ढुक्क भएर तपाईँहरूलाई कसैले पनि नराम्रो भन्नेवाला छैन, ताकि तपाईँहरू पनि कसैलाई नराम्रो भन्न भन्नुहोस्। हामी कर्म मात्रै गरौँ। एकचोटि कर्म गर्दै गर्दा हामीले भन्नुपर्ने नराम्रो चिज अरूले भन्नुहुनेछ, हामी त्यो अवस्थामा पुर्याउन सक्छौँ। हाम्रा मुखा र बिन्दुबाट कसैलाई पनि नराम्रो नभनौँ। राज्य सत्ता बलियो भयो भने गल्ती गरेका व्यक्तिहरूलाई तपाईँ र मैले गाली गरेर केही हुनेवाला छैन। राज्य शक्ति बलियो हुँदै गर्दाखेरि कानुनले सबै कुराहरू गर्नेछ। तपाईँले मैले नराम्रो भन्दै गर्दा छुचो मात्रै हुने हो,
हुनेवाला केही छैन। हुनको लागि कानुनलाई बलियो बनाउनको लागि हामी तयार भएर अगाडि लागेका छौँ। देशलाई बलियो बनाएर अगाडि लानको लागि तयारी भएका छौँ। त्यस कारणले हामी सङ्गठनमा सामान्य तरिकाले लागोस्, कसैलाई गाली गलौज गरेर कसैलाई आश्वासन दिएर यी कुराहरू गर्नुपर्ने छैन। हामीले गर्दै गरेका कर्महरू र हामीले सोचेका लक्ष्यहरू नागरिक समक्ष पुर्याइदिनुहोस्। त्यो भन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनको लागि कसैलाई पनि ढोका बन्द छैन, सबैको लागि ढोका खुला नै छ। त्यस कारणले अबको दिनमा आफ्नो काम नबिगारी सङ्गठनलाई पनि केही टाइम दिनुहोस् र तपाईँहरू सदस्य लिनु भएको छैन भने सदस्य पनि लिएर अगाडि बढ्नुहोस्। सदस्य लिँदै गर्दाखेरि पार्टी पङ्क्तिमा हामी पनि पार्टी त बलियो भयो भनेर ठम्ब्याउने ठाउँ हुन्छ। हामीसँग पनि दोलखामा यतिजना सदस्यहरू हुनुहुन्छ, यो ठाउँमा हाम्रा सदस्य यो हुनुहुन्छ, त्यहाँ गएर काम गर्नुहोस् भन्ने ठाउँ त्यहाँ ठाउँ हुन्छ हामीलाई। आज धेरै साथीहरू सदस्यता लिनुभएको छैन, हामीलाई धेरैले माया गर्नुभएको छ, शुभेच्छा प्रकट गर्नुभएको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनुभएको छैन। त्यो सदस्यता पनि लिएर अगाडि बढ्नुहोस्। यो गर्यो भने तपाईँले एकले अर्कालाई पर्दै गर्दा सहयोग गर्ने ढुक्कको साथी बन्नेछ, सारथी बन्नेछ। त्यो अनुसार अगाडि बढौँ। गौरी शङ्करलाई फेरि पनि मैले एकचोटि हृदयदेखि धन्यवाद अनि अब यो बन्दै गरेको यो समितिलाई शुभकामना दिँदै म यहाँबाट बिदा हुन्छु। नमस्कार, जय गणेश।